मैले मार्नु त मारिदिन्छु। होइन नि किङ कोब्रा हेर्ने सर पछाडि यो डन्डामा पछाडि छ ठ्याक्कै त्यो ट्र्याक्टरको ढालको माथि। हेलो गाइस, हेरौँ है भुर्जुङ खोलामा किङ कोब्रा देखिएको छ। हाम्रो यहाँ भुर्जुङ खोला चोकमा किङ कोब्रा उद्धार गर्ने छैन, के गर्ने बिचरा मारेको पनि भएन। हाम्रो श्रीप्रसाद घले दाईको घरको छेउमा सन्तोष ताम्रका दाईको दोकानको छेउमा ठ्याक्क अहिले हामी किङ कोब्रा देखिएको छ। के गर्ने भयो यहाँ त रेस्क्यु टिम तरबारीमा छोडिदिन्छु मलाई तेल। अहिले त मार्छ। यसले टोक्यो भने त कोब्रा हो यार, यसले त मार्छ नि। मार्ने भन्ने साथी यसले त हिँडा हो त्यसो भेटाउने लौरो हुनु पनि हिँडा हान्नु हुँदै मैले आज रेस्क्यु टोली यहाँ त यति टाढो यहाँ आउने बेला चाहिँ त कता पुग्छ यार। के हो यार, यो त फुल्लेको हो के हो यार। होइन यो नेटमा सर्च गरेर नि म बोलाउनु पर्छ क्या हो यार। यो त यहीँ बस्छ क्या हो, यो त जान्न यार कहीँ पनि। फुल्लिरहे यार, कस्तो फुल्लिरहेको है। अनि गर्ने के त अब। ए छिटो पुरो एकातिर गइदियो हुन्थ्यो यार यो यार। यो कस्तो यहाँ तराईको सर्प चाहिँ यहाँ कहाँबाट आयो त यार। यो त किङ कोब्रा त यहाँ पाहाडमा हुन्छ त नि। अनि